हेलो गाइज, म नियान तामाङ फेरि नै आइसकेको छु। आज अब लोसार आउँदैछ नि त। लोसारको सरसफाइ हाम्रो गुम्बा, सानो गुम्बा चाहिँ चिटिक्क परेको छ। त्यहाँ सरसफाइ गर्न हाम्रो गाउँको मान्छे सबैजना जानु छ। घरको मान्छे एकजना दुईजना तिनजना जतिजना गइनुहुन्छ, तर म जाँदैछु। हाम्रो घरमा मान्छे खास छैन नि त, त्यही भएर म चाहिँ लिएर जाँदैछु कोदालो। हामीसँग कोदालो छ कि कुन चाहिँ लिएर जाउँ आमा? आमा अनि देख्न सक्नुहुन्छ मैले कोदालो बोकिसकेको छु है। कोदालो लिएर जान लाग्यो म चाहिँ। आजको भ्लग केही हो, सरसफाइ भन्ने कुरा हुन्छ। सबजना माथि गइसकेको छ, देख्न सक्नुहुन्छ पहाडी जोर त्यहाँ गुम्बामा। अनि हाम्रो बुवा त्यहाँ हुनुहुन्छ, अनि बुवासँग चाहिँ गुम्बाको चाबी छ कि होइन, अनि त्यही भएर त्यो चाबी लिएर भित्र पनि गएर लेट्स गो ल भन्नु न मराङ, मैले भिडियो बनाउँदैछ कि यहाँ भ्लगमा आउँछ, भ्लगमा युट्युबमा आउँछ कि आज को कोले काम गर्यो। ए गाउँले नि गएको चेलीबेटी भाइ दाइ सबैजना आउनु पर्यो। हो त हो नि। अनि स्कुलको बारेमा के बोल्दैन? स्कुल राम्रो बनेको त हो। यो क्षेत्रभरि छैन होला है। मान्छे शिक्षित छैन, राम्रो छैन। अनि यो गाउँमा स्कुल चाहिँ राम्रो बनेको छ है। आदि काम भइसकेको छ। हो नि हो नि ल ल हो ल तपाईँहरू है। हाम्रो यो काम गरेको सुरुवात हो यो। त्यही त चाहिँ अहिले हामी काममा गइरहेको छौँ होइन। प्रायः हाम्रो हरेक साल यस्तै गरेर हुन्छ नि। हरेक साल हाम्रो अहिले चाहिँ गुम्बा नयाँ नयाँ बन्दैछ। तपाईँले देख्न सक्नुहुन्छ ब्याक साइडमा देखिसक्नुहुन्छ। कति राम्रो छ नि है। कन्सर्ट गर्नु भयो त्यहाँ बनायो भने त यहाँ त मान्छे त लाखौँ आँट्छ, लाखौँ। यो नेपालको आधी आए पनि आँट्छ। अनि यस्तो राम्रो प्लेस छ भनौँ न यहाँ। अनि यहाँ ठाउँ राम्रो छ, मान्छे राम्रो छैन। मान्छे यहाँको मान्छेहरू अलिक पढी लेखी नभएर अनि तपाईँको आँखामा चाहिँ के भयो? मेरो आँखामा हेर्नु न, घाउ आएर लोसारमा नाच्नु पाउने हो कि नपाउने टेन्सन भयो। हाम्रो आमाको दबाई खाएर यस्तो भयो क्या? दबाईले के हो? तपाईँ के हो त्यस्तो भएको? यो के अरे मखुराले ए मुदेको। ए आमाको त माखुराले मुदे रहेछ। ठिक छ। यो चाहिँ अब हाम्रो सरसफाइ हुँदैछ है। मैले अब कोदालो पनि चाहिन्छ होला नि। यहाँ चाहिँ हाम्रो अब सरसफाइ उति इटा मिला न भाइ, उति इटाहरू यतापट्टि हाल्न उ देख्नु। ओ चम्पा यहाँ चाहिँ दुईजना कम हियर। अनि हामी चाहिँ आइसकेको छौँ गुम्बा। अनि गुम्बाको त्यो यो चाहिँ नयाँ गुम्बा बन्दै हो हाम्रो। अनि भाइहरूले चाहिँ काम गरिरहेको छ, म पनि गर्नेछु। अनि यो चाहिँ हाम्रो सानो गुम्बा चिटिक्क परेको, म ब्याक गरेर देखाउँछु तपाईँहरूलाई। यो गुम्बा हाम्रो, यो चाहिँ हाम्रो अहिले फिलहाल अहिलेको लागि गुम्बा हो। हामीले सरसफाइ गर्ने धाउँदै भइहाल्यो। आन्टीहरू हुनुहुन्छ यता। ए आस यिनीहरू निकाल्नु पर्ने हुन्छ। हेर्नु सक्नुहुन्छ यस्तो माथि माथिको निकाल्दैछु म। यो चाहिँ यता साइडको अहिले नयाँ हाल्ने हो नि त, त्यो निकाल्दैछौँ। देखिरहेन क्या? यो निकाल्दैछौँ है। ल अहिले चाहिँ यो माथि यस्तो छ होइन, यो चाहिँ सब निकाल्ने हो माथि गएर। हजुर हजुर गरिरहेको छु, भ्लग म बनाउँदैछु। यो बाँदरलाई यहाँ माथि बसिसक्यो। बाँदर त सबैभरि नियन तामाङको च्यानलमा हेर्नु नि सबैजनाले गरेको भिडियो यस्तो छ है। यहाँबाट चढ्नु पर्ने होला माथि। देख्न सक्नुहुन्छ म चाहिँ माथि आइसकेको छु होइन। अनि चढिरहेको छ। यो सब निकाल्ने हो मैले भने नि। यो सब चाहिँ निकाल्नु पर्ने हुन्छ। त्यहाँ पनि निकाल्दैछ। त्यही हो, अब यो सबै निकाल्ने, नयाँ हाल्नुपर्ने छ। नयाँ सामान पनि लिएर आइसकेको छ।
त्यो बुके बनाउनेको बहिनी हो त्यो चाहिँ है, म जुम गरिदिन्छु। हेर त उसको बुके सबैजनाले अर्डर गर्नु होला। आकृति होइन यङसङ कलेक्सन हो, सबैजनाले माया गरिदिनु होला। अब म चाहिँ कामतिर लाग्छु, बोलीमा धेरै हुन्छ। ल गाइज यही हो, टायर पनि त्यहाँ खटिरहेको छ। यो चाहिँ हाम्रो ग्राउन्ड है, कति राम्रो छ। यहाँदेखि यो वहाँसम्म छ, लगभग यतिको ग्राउन्ड त यहाँ कमै होला सायद, यति एरियामा। रङ्गशाला सिमराको रङ्गशालापछि चाहिँ यही होला सायद। राम्रो छ है, जङ्गल प्लेस पनि राम्रो छ। त्यो चाहिँ हाम्रो चानीघारी हो, त्यहाँ चाहिँ हाम्रो दाइ पनि हुनुहुन्छ। दाइले देख्नुपर्ने हो, त्यो त देख्दो रहेछ, देखाउँछ है जुम गरेर मेरो दाइ देख्नुहुन्छ। यो चाहिँ यहाँ सेतो छ नि, यो सेतो चाहिँ मेरो दाइको हो, नयाँ सम्पत्ति हेरेर काम लाग्यो है अब काम। अनि हाम्रो यो नयाँ गुम्बा मैले अघि नै भनिसकेँ, नयाँ गुम्बा हो भनेर। धाउरा त्यहाँ गर्छ, यो चाहिँ आधी कम्प्लिट, आधी मात्र भएको छ, पुरै कम्प्लिट भएको छैन। भाइहरूले त्यहाँ मिलाइरहेको छ। यता हाम्रो देख्नुहुन्छ सबैतिर। त्यसै गरी भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म पनि। अझै म यो हाम्रो बनिरहेको छ होइन, मतलब अहिले त यो भत्काइरहेको छ भनौँ न। के भन्नु खोजेको चाहिँ सरसफाइ हुँदैछ। अनि सरसफाइ भइसकेपछि कम्प्लिट भएपछि सजाएको पनि भिडियो आउँछ, त्यो पनि हेर्नु होला। लगाएर यो चाहिँ निक्लिसक्यो होइन, यो यस्तो छ। अहिले यसमा सजाउनु पर्ने चाहिँ निकालिसकेको छौँ भने त्यहाँ त सजाउँदैछ त्यो सब। अरू भनेको त्यस्तै हो। बहिनी यहाँ नाच्न गर ल, फेरि तिम्रो गिफ्ट यहाँ मैले भनिसकेँ। यहाँ याङसङ कलेक्सनको हाम्रो बहिनी पनि आइसकेको छ भनेर। चारैतिर म भाइरल भइसक्यो तिम्रो कारणले, अनि मलाई राम्रो फिल पनि भइरहेको छ। देख्न सक्नुहुन्छ है, हाम्रो यहाँ त बुढीले नि आमा छोरा आएको छ है यस्तो सहयोग गर्नुलाई। ल हुन्छ। यहाँ हाम्रो फेरि पनि देखाउँछु कुन कलेक्सन रे, यङसङ कलेक्सन। सबैजनाले हाम्रो बहिनीलाई अर्डर दिनु होला। म त आज दिन लाग्यो है, मैले आजसम्म एउटा पनि देखेन, अब दिन्छु अब। ए हो, सबैजनाले माया गरिदिनु होला। टिकटकभरि आइरहेको हुन्छ है, रिपोस्ट पनि हेर्नु हुन्छ। आफ्नो ठुलबालाई देखाउँछु हुन्छ। ओइ न दुईजना नाच्छ है, न दुईजना भोलि नाच्छ लोसारमा। है त काली र यो गोरी नाम के हो? हाम्रो ठुलमम्मी हुनुहुन्छ त भने। यतापट्टि चाहिँ अब यी धाउरादेखि हाम्रो भाउजू आउनु भएको। हजुर हाई गरिदिनु नि त एकछिन ल। आजको उल्टो भइसक्यो, पछाडिपट्टि बसेछ। राम्रो देख्छ भने चाहिँ लुकेको हो, बराले लुकेको यतिको भएपछि त। अनि गुम्बा त टल्किनै भयो आज त। अघि आउँदा कस्तो थियो, अहिले एकछिनमा कस्तो हुन्छ भनेर म देखाउनेछु होइन। आम्बाराङ हो भन्नु न त नि, तपाईँले हो भन्नु न त नि। पोखरा हो यो गाउँमा चाहिँ के हो, केटा मान्छेहरू किन नआएको सायद थाहा नभएर नि होला। कतिले थाहा, मलाई चाहिँ अब मम्मीले भनेर थाहा भएको। मलाई पनि मिटिङ बजाइरहेछ बिहान, अनि त्यही भएर चाहिँ म खेतमा गएको थिएँ। मम्मीले चाहिँ जाऊ त्यहाँ गुम्बा सफा गर्नलाई भनेर नि, गुम्बा सफा गर्नुपर्छ भनेर नि सिधै आएँ म त। अहिले यस्तो छ भने एकछिनपछि कस्तो हुन्छ भनेर देखाउने छौँ होइन भाउजू। अरू भाउजू नेवार हो, तर अब तामाङको बुहारी हो। यो भरे आउँछ नि त नि, यो भरे आउँछ नि, लोसारमै आउँछ होइन भाउजू। भाउजूले चाहिँ तामाङ केटा ल भने त्यही हाम्रो बिरेसँग ल परेको। हजुर बोल्यो ए यस्तो काम गरेर चाहिँ हाम्रो रोशनी दिदी र पूर्णिमा फुपू होइन। हजुर छेत्री बाहुन लोसारको लागि यति न। हजुर छेत्री बाहुन पनि लोसारको लागि, तामाङ कल्चरको लागि हजुर यति मिहिनेत गर्नुहुन्छ किन भन्नु होला। नियन तामाङ
कान्छ दाई कोलायो ल यो चाहिँ हाम्रो पहिलो झन्डा उठा नै चम्बाहरू आमिन हजुर ल आमा ए बिजला जाँदैछ यहाँ महेन्द्र बाहुबली हुक्का खाएर हाम्रो मारियो ब्लग अहिले अलि रेस्टमा छ विजय एक्लैले काम गर्छ क्या हाम्रो युवाबाट विराज निजर काम गर्छ जस्तो नि दाइले के लाउँछ रे कति वर्ष भइसक्यो 2 वर्ष कतिमा किनिङमा भन्दिन घर जाला पण्डु यो एउटा जेटको एउटा गाडी हुन्छ अनि एउटा रोड सेलिङ फर्किन्छ है यहाँ पार्नु पर्छ स्कुटी होइन फुपाको जाहेर पनि नियन दाइ मात्रै हो कि हामीले काम गर्ने मान्छे हेलो नमस्कार व्हाट्सअप वेलकम टु ब्याक नियम तामाङ ब्लग है सन्धिको ब्लग हो यो चाहिँ म चाहिँ आएको हाम्रो चाहिँ गोम्बो सरसफाइ कार्यक्रम हुँदैछ हाम्रो आइङेहरू होइन ल अहिले नै थाक्नु भइसक्यो त कोही आइङेहरू त हाम्रो राम मन्दस बिहाको टिका लामाको 2 शब्द जाओस् न अनि ल बोल्नु पर्यो नि टिका लामा त ल एहे भनेर त हुँदैन लामाले 2 बोतल रक्सी खान्छ अहिले त्यही हो टिका लामाको यस्तो त नहालौँ है भ्लगमा त कान्छ यार तपाईँ बिगाड्ने यार मेरो भ्लग पनि अर्को ठाउँमा हुँदैछ यहाँ यतिर घुमेर नि हाम्रो काम गरिरहेको छ केटीहरूले आन्टीहरूले हाम्रो नयाँ गुम्बा बन्दैछ
यत्रो बिजदाले नियन्दाले गरेको यहाँ उताबाट यहाँसम्म कहाँ अड्कन पर्यो सिधै वहाँ लगेर कुना लगेर यत्रो कति बानिस यहाँ बिजदाइले नियन्दाइले हाम्रो मनुचङ्गले पनि काम गरिरहेछ त्यहाँ पनि काम गर्नु भइरहेछ हाम्रो आन्टी मैजू सबैजनाले यहाँ पनि काम गर्नु भइरहेछ उठा उठा बेरोजगारीहरू विराज हल्क गोप्लु गरेको यस्तो डेकोरेसनहरू होइन त्यहाँ पनि गर्नु भइरहेछ कस्तो बनाएछ होइन त्यो नयाँ हाम्रो बन्दैछ गुम्बा यो पुरानो गुम्बा बिजदाइ ऊ नियन्दाइ ऊ त्यो जुत्रोमा जानुहुन्छ कस्तो क्यामेरा क्वालिटीको कालो त्यो सामान थपिएको छ कत्रो लाइट माइक टेस्ट गरिरहेछ त्यहाँ नियन्दाले काम गर्नु भइरहेछ नियन्दाले सबै काम गरे हो काम गर्नु भयो विराट छ मारी अङ्कल छ चेक टेस्ट गरिरहेछ यहाँ नियन्दाले सब काम गर्नु भइरहेछ नियन्दाले माथि बसेर अरूहरू चाहिँ सहयोग गर्नु भइरहेछ विराटले आज धेरै सहयोग गरेछ विराटले गर्नुपर्छ हो गर्नुपर्छ सहयोग गर्नु भइरहेछ आइरहेछ त्यो सबै बेरेको हुन्छ कि गाडीमा त यो लाउँदो रहेछ नि काम गर्नु भइरहेछ
राजा यहाँ गरेर कौन भइरहेको छ युनियन दाइ त चाहिँ काम गरेर यहाँ गरिदिँदैछ युनियन दाइ चाहिँ यहाँ कति काम गर्नु भइरहेको छ यो यहाँबाट यो पनि गर्दै हुनुहुन्छ त्यो पनि गर्नुभएको निन्दाले यहाँ पनि कन्ट गऱ्यो माइकमा फाइनल लुक हाम्रो यस्तो देख्नु लागेको छ है अनि हाम्रो कति मान्छेहरू आएको मतलब देखाएको छैन आउँदैछ अनि म पुरै फुल देखाउँदै फुल हजुर यस्तो भयो है हाम्रो गुम्बाको गेट हो बच्चाहरू छ फाइनल लुक यस्तो हुन लाग्यो पहाडी पनि छ है त्यो नयाँ पुरानो गुम्बा बन्दै गरेको छ म पुरै देखाउने छु म नियम तामाङ लगभग हाम्रो फाइनल्ली लुक यस्तो आएको छ कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला अनि भरेदेखि चाहिँ यसो रमाइलो हुन्छ यहाँ देखिसकेको बन्नुहुन्छ पार्क कार्यक्रम भइरहेको छ अनि कस्तो लाग्यो हाम्रो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला नमस्ते लास्ट बेला एपिसोड अनुसार 2000 कति हो 82 हो 82 को अनि हाम्रो भ्लग कस्तो लाग्छ हेर्दै गर्नु होला अनि भ्यू देखाउन आएको छु म देखाउने छु यस्तो यस्तो छ पिन्सु आइरहेको छ पिन्सु भ्लग हाम्रो चाहिँ सानो गाउँमा होइन सानो गाउँमा यस्तै हो आमाहरू हुनुहुन्छ दादा हाम्रो म्यानेजर पिन्सु तिमी पनि देखाउँदा पिन्सु हो गीत जानुपर्छ नि यार यसो डान्स यो चाहिँ हाम्रो गेट भयो भने गेट हो यो हाम्रो केटाहरू पनि छ है यतातिर यसो यतातिर नि बत्ती छ नि हाम्रो गुम्बा पनि देखाइदिनु भित्र कत्रो मुख गरेको जतिखेर नि क्यामेरामा मुख आएको छ हाम्रो सानो गुम्बा यो हो है अब त्यही हो छैन हामी पूजा गर्ने गर्छौँ हामी प्राय सजाउने गर्छौँ डान्स चाहिँ यहाँ डान्स हुन्छ है तपाईँहरूलाई मम्मी हुनुहुन्छ हाम्रो मम लासो मम्मी हुनुहुन्छ यतापट्टि हजुर यता नै फेरि आएन भरे भिडियोमा आन्टी हाम्रो माइजमा देखाइदिउँ न तपाईँ नि यस्तो टिभीमा हेर्नु है भरे टिभीमा आउँछ हाम्रो भ्लगहरू आइया टिभीमा आउँछ हाम्रो ईशा लोप्चन दिदीलाई के भन्नु चाहनुहुन्छ कि सोनम लोसारको सबैजनालाई शुभकामना अब हजुर तपाईँ कहाँ भाएका हाम्रो माइज हुन्छ है अनि सबैजनालाई चाहिँ ह्याप्पी सोनम लोसार भन्न चाहन्छु फेरि नै अब डान्सहरू हुन्छ अनि त्यही हो भोलि बिहान आउनुपर्ने हुन्छ हामीहरू चाहिँ अनि कस्तो लाग्यो हाम्रो ऊ चाहिँ डेकोरेसन बिहान पनि देखाउँछौँ अहिले यति नाइट भ्यू हो यो त्यहीहरू देखाएको अनि हाम्रो भाइहरूलाई चाहिँ मलाई वा नियमलाई गुड जब भन्दैछ होइन अनि मुख्य मामाले के भन्दैछ है त के त केटा सब्सक्राइबको के हो भन्न म त फेरि दिनकै भिडियो एउटा आउँछ मेरो फेरि त्यही हो गाह्रो छ नि बनाएपछि भिडियो बनाउने गर्छ ल ल ल ल ल ल ल ल भाउजू गाना आफै अड्किरहेको के नाच नाच गाना बज्छ अब सन्धिबाट बजाउँदा
हाम्रो भाउजूहरू रिजन आउनु भएको थियो नाच्नलाई लजाउनु भयो तिमी त गाइज ल ओके ओके के हो बाई अपरेटर मगर भएर तामाङ गीत बजाउनु यार तिमीसँग तामाङ गीत छैन मगरको छोरा भएर ए ल ठिक छ मगर गीत लगाइदिन्छु बजाऊ बजाऊ अनि तिमीले टक्कै आँखा छुटिने हो न कस्तो दामी देखेको अब हाम्रो भाइहरू पनि यता छ है विराज भाइ यी फुटबलमा कसैले च्यालेन्ज गर्नु छ भने दुईजना सम्पर्क गर्न सक्नुहुन्छ अनि उति चाहिँ अब नाइस नाइस बजाऊ बजाऊ गीतमा किन यस्तो प्रब्लम भइरहेको छ ल गाइस अब म चाहिँ जान लागेको लाइक अब हाम्रो भोलि बिहान आउनु पर्ने हुन्छ अनि त्यही भएर चाहिँ हामी जान लागेको छौँ अनि त्यही हो यो केटाहरू भाइहरू छ भाइहरूले यसो एकछिन बजाउँछ अनि बिहान 3 बजे आएर फेरि बजाउनु पर्ने हुन्छ त्यही हो बाई बाई गाइस एपिसोड नम्बर 4 2082